हेमन्तजी, हजुर नमस्कार। हजुरले यो भैरवकुण्ड चाहिँ भ्रमण गर्नुभएको छ, भैरवकुण्डको दर्शन गर्नुभएको छ। यहाँ तपाईँलाई चाहिँ यो माडीमा रहेको यो भैरवकुण्डको विषयमा तपाईँलाई के लागिरहेको छ यति बेला? मलाई एकदम राम्रो लाग्यो। यस्तो जङ्गलको बिचमा खोजबाट निस्केको सानो पानीको जरुवा, यो सम्भवतः पुरानै भगवान्का पालाकै कुण्ड होला। यो भैरवनाथले चाहिँ प्रयोग गर्ने गरेको भनेर विश्वास गरिएको छ। विश्वास मान्न पर्ने नै टाइपको छ। त्यसले गर्दा एकदम राम्रो, खुसी लाग्यो। अङ्कलको कार्य, अङ्कलले यसलाई अग्र पङ्क्तिमा रहेर काम गर्नुभएको छ। यसलाई अङ्कललाई धेरै धेरै शुभकामना पनि छ। अझै यस्ता कुराहरू खोज हुँदै जाओस्। माडी नगरपालिकाभित्र कति छन्, यसले गर्दा हाम्रो पर्यटन, सांस्कृतिक पर्यटनलाई थप टेवा पनि पुग्ने देखिन्छ। यो जस लुकेको ठाउँमा मडी खोजिँदैछ माडीमा। धन्यवाद।